साला जिन्दगी सुख पाइन्छ होला भनेर बुढी ल्याए छैन यी झन् दुःख पाइयो हौ बुढा उठेर खाना पिना अनेक गरिसके छैन आजकलको बुढीहरू दिमाग खराब नि हौ पछ्यामै सिरानीले छोपेर नदिनु जस्तो रिस उठ्छ नि हौ बेला बेला त खाना पिना गर आफै बाहिर घाँसपात आफै जुठा भाँडा यति त उठेर गर्नुपर्छ नि छैन त्यो पनि ओछ्यानमा घाम आइसक्यो ओ भैँसी गत्ती नदेखा गाउँघरमा अलिक बुढी भएर बुढी जस्तो भएर बस मान्छे कहाँ पुगिसक्यो छैन गति नदेखा ज्यादा अलिक आइने अलिक छोरी मान्छे भएर छोरी मान्छे जस्तो भएर बस घरतिर हुन्छ नि मैले घाँसपात के गरेर आइसके छैन ओछ्यानमै कस्तो कस्तो बुढी बिहा गर्यो कस्तो कस्तो आइने हेर्नु छ हौ वाक्कै लाग्छ घरभित्र हेऱ्यो भने कित्ली कालो चुल्ला कालो मैला त्यत्तिकै नालिक छ हे भगवान् यसलाई त म आज जानेको छु नि साला जस्तो यसको थोपडा त्यस्तै त्यसको थोपडा परेन रहेछ भने चाहिँ नि म पनि कहाँ त्यसलाई अलिक त यस्तै गर्नुपर्छ यहाँ आजकलको बुढीहरूलाई हुन्छ नि एउटा हेर यो कहिलेदेखि नमलेको होला अहिले आओस् न त्यसलाई म जानेको छु नि के साह्रो चाहिँ राम्रोसँग सुत्नु पनि दिँदैन हौ लाग्दो भन के साह्रो गर्दो रहेछ हौ के साह्रो हल्ला गरेको बिहान बिहानै राम्रो भन्दा त हल्ला हुन्छ नि हल्ला त हुन्छ त चिया छैन भने चिया बनाइदेऊ त एकदिन ढिलो उठेको गन 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 गरिबस्छ हौ चिया बनाइदेऊ हौ ए तिमीलाई चिया बनाइदिनु ल बनाइदिँदैछु ल दामी बनाइदिँदैछु चिया तिमीलाई म मिठो बनाइदिँदैछु चिया ल मेम साहबलाई बिचरा भर्खर उठ्नु भएको दामी बनाइदिँदैछु यहाँ चिया नि यहाँ रेडी गर्दैछु आउनुहोस् है चिया खानु अलिक छिटो उठ्नु पर्छ नि हौ छोरी मान्छे गनगन हुन्छ नि राम्रो भन्दा त के भन्छ मान्छे कोही बेला प्लाटै आउँछ बिहान पाहुना पात आउँछ कोही बेला कहाँबाट मान्छे आउँछ घरमा बुहारीहरू नभएको जस्तो बुढी नभएको जस्तो गनगन हुन्छ नि के गरेको